सभामुख महोदय, राष्ट्रियताको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण घडीमा छौं हामी। भर्खरै मुलुकका प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद मार्फत भन्नुभयो, प्रधानमन्त्री भएपछि थाहा पाए भारतको जमिन नेपालले पनि कब्जा गरेको रहेछ। बागमती प्रदेशका नागरिकको तर्फबाट मेरो गम्भीर शंकास्पद प्रश्न छ, तपाईले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साको अप्रत्यक्ष रूपमा भारतसँग माफी मागेर आत्मसमर्पण गर्न खोजेको हो। खबरदार, यो तपाई प्रधानमन्त्री बालेन्द्र शाहको मात्र कुरा होइन, नेपाल देशको विषय हो। यो सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाएर म नेपाल हाँसेको हेर्न चाहन्छु भनेर गीत गाउँदै डान्स बार हल्लिए जस्तो विषय मात्र पनि होइन, यो आम नेपालीको भावना र आत्मसम्मानको समेत विषय हो। राष्ट्रियता एउटा प्रतिबद्धताको दृष्टिकोण हो। सभामुख महोदय, हाम्रो दृष्टिकोण नेपाली हुनुपर्छ। प्रधानमन्त्रीले भनेको कुरा सायद भारतीय दृष्टिकोणबाट मान्य हो भने लिपुलेक, लिम्पियाधुरा र सुस्ता समेत नेपालले कब्जा गरेको जमिन हो भन्दै आएकै छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म झण्डै 70 स्थानमा भएको हस्तक्षेप र जङ्गे पिल्लर नै सार्ने ज्यादती गर्ने परम्परा भारतीय दृष्टिकोण अनुसार चल्दै आएको छ। के हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहको पनि दृष्टिकोण यस्तै भारतीय टाइपको दृष्टिकोण हो? रासोपा पार्टीको दृष्टिकोण यही हो। राति सुत्दै गर्दा नेपाली भूमिमा निदाएका तराई मधेसका आम नागरिक भोलिपल्ट बिहान बिउजिँदा भारतमा पुगेको दर्जनौं घटनाले प्रधानमन्त्रीलाई एक पटक पनि छुएनछ। यो सब कथा प्रधानमन्त्री हुनासाथ देख्नु भएछ, तर प्रधानमन्त्री भएको 2 महिना पुग्दा नपुग्दा नेपालले भारतको जमिन मिचेको देख्नु तपाईलाई मत दिने 50 लाख जनताको अप्रत्यक्ष दुर्भाग्य समेत हो। देश बनाउने हुटुटीको हुरी चलेको छ। आजभोलि प्रधानमन्त्रीको पार्टी र यहाँहरूको समग्र हरकत र हावादारी गफहरूमा सबैभन्दा पहिले देश कसलाई चाहिन्छ तपाईहरुले बुझ्न सक्नुहुन्छ, बुझ्नुपर्छ। यो देश सबभन्दा पहिला गरिब, दुखी र आफूसँग सीमित साधन स्रोत भएका नागरिकहरूलाई चाहिन्छ। अन्त कहीँ उभिने ठाउँ नहुँदा आफ्नो देशको खोलाको किनारमा हालिएको छाप्रामा किन नहोस्, रुखको छारीमा वा कुनै ओडार मुनि ओत लाग्दा पनि आनन्द र सुरक्षाको महसुस गर्ने ठाउँ आफ्नो देश हो। तर देश बनाउँछु भन्ने शासकमा जब वर्गीय दृष्टिकोणको पर्दा लाग्छ, उसले गरिबलाई गरी खान नसक्ने देख्छ। शहरमा एक डोको काफल बोकेर बेच्नेहरू, गाडामा मकै पोल्नेहरू, छाप्रामा बसेर सामान्य कृषिमा निर्भर भएर बालबच्चा पढाउन सङ्घर्ष गर्नेहरू शहरिया शासकका लागि फोहोर र फोहोरी लाग्दछन्। तिनका छाप्रा भत्काएर बन्ने महलको सुन्दरतामा हराउने शासकहरू वास्तवमै निर्दयी, संवेदनाहीन र आत्मघमण्डले उच्छृङ्खल हिंसक मानवता विरोधी हुँदा रहेछन्। प्रधानमन्त्रीज्यू, तपाईलाई देश बनाउने हुटहुटी यसरी नै चलेको छ। तर यो पृथ्वी 4 अर्ब वर्षको पृथ्वीको इतिहास, 25 लाख वर्ष अघिदेखि पृथ्वीमा देखिएका विभिन्न मानव संकेत, तिनले प्रकृतिमा गरेको संघर्षको इतिहास, 75,000 वर्ष यता कग्नेटिभ रेभोल्युसनदेखि आजसम्म विकास भएको मानव संस्कृतिको इतिहास, विश्व मानचित्रमा 3000 वर्ष भन्दा अघिदेखि अस्तित्वमा रहेको यो नेपाल देश, 240 वर्षको राजतन्त्र, 104 वर्षको जहानिया राणा शासन एवं 30 वर्षको पञ्चायती तानाशाही व्यवस्थामाथि सङ्घर्ष गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनको अथाह बलिदानको श्रृङ्खलाबाट बनेको नेपालको संविधान 2072 ले दिएको लोकतान्त्रिक अधिकारमाथि टेकेर अस्ति भर्खर जन्मिएको एक सामान्य मानव जीव अन्तर्गत तपाईँ पनि एकजना हुनुहुन्छ प्रधानमन्त्रीज्यू। हामी सबै त्यही हो। यो मुलुक तपाईँ एक्लैले बनाउने हो, न तपाईले एक्लैले बनाएको। मानव संवेदनाको इतिहासको ज्ञात राख्ने गर्नुहोस्। हाम्रो नेपाल इन्जिनियरले नक्सा बनाउन सिक्नु भन्दा पहिले लाखौं कर्मशील, म सम्मानपूर्वक भन्न चाहन्छु, कर्मशील कामीहरू इन्जिनियर थिए।
जसले तपाईँ जस्ता शासकका घर मन्दिर मूर्ति बनाए बापत अछुत हुनु पर्यो। यसकारण हाम्रो देश पछि परेको। तपाईँ हाम्रा पुर्खाले केराको पात बेर्दै गर्दा कपडा उत्पादन गर्ने, सिलाइ गर्ने र संगीतको सिर्जना गर्ने उद्योगी एवं गायक र नायक, दमाईहरू, गाइनेहरू र वादीहरू थिए, जसले तपाईँ जस्ता शासकका लागि वस्त्र र आनन्दका लागि संगीत सुनाएर मनोरञ्जन समेत दिएका कारण अछुत भए। यसकारण हाम्रो देश पछि पर्यो। तपाईँ जस्ता शासकले लगाउने जुत्ता आज गोल्डस्टारको मालिक देखेर गजब लाग्छ तपाईलाई। त्यो बनाउने उबेलाका जुत्ता उद्योगका मालिकहरू सार्की थिए। तपाईका शहरलाई सुन्दर बनाउनेहरू च्यामेर पोडेहरू थिए। यी सब तपाईँ जस्ता शासकीय दृष्टिकोण भएका शासकको नजरमा अछुत भए। यसकारण यो देश पछि परेको हो। पहाड खनेर खोरिया बनाउने जनजाति हुन् वा कुना काप्चा बस्ने गरिब बाहुन क्षेत्री हुन् वा तराई मधेसको औलो जितेर बाँचेका थारू र मधेसी गरिबहरू भएका कारण आज पनि त्यो समाज र परिवारमा समेत कुनै न कुनै रूपमा अछुतको जिन्दगी जिउँछन्। यो सबै मानवीय सूक्ष्म चेतनामा परेको मारका कारण कति मानिसहरू गरिब भएका छन्। यो संवेदनाको याद छ। यस्तै मानिसहरू आएका थिए सुकुम्बासी बस्तीमा। तिनका बच्चा थिए, सुत्केरी आमाहरू थिए, स्कुल थियो। मानौ ती सबै प्रधानमन्त्री बालन शाहको दरबार जलाउन ठिक्क परेका आतंकवादी जस्तो गरेर रातारात डोजर लगाउनु भनेको तपाईको संकेत ठिक छैन भन्ने कुराको यो संकेत हो। बरु अपराधी भागोस् तर निर्दोषीले सजाय नपाओस् भन्ने लोकतन्त्रको मान्यता सधैँ याद रहोस्। यो कुराको म खबरदारी पनि गर्न चाहन्छु। यसर्थ फेरि दोहोऱ्याउन चाहन्छु, यो नेपाल तिनै कुल्ली, डकर्मी र सिकर्मीले बनाएको हो। तिनैले बनाएको महलमा बसेर झुप्रामा बस्ने उनै गरिबहरूमाथि अत्याचार गर्ने सामन्तका विरुद्ध रगत बगाउनु र फाँसीमा झुन्डिन तयार वीर योद्धाहरूले बनाएको हो। लेकमा खोरिया बनाउने लेकाली बा आमाले, बेसीमा कोदालो खन्ने दाई दिदीहरूले सयौं वर्षमा बनाएको यो देश हो। यो देश दमाईले सिलाएको सुट र सार्कीले बनाएको बुट लगाउँदै कामीले बनाएको बन्दुक र तरबार बोकेर ती आफैले बनाएको मन्दिरभित्र छिरे बापत अपमान र अत्याचार, बलात्कार र मृत्यु दिने तपाईँ जस्ता मनोवृत्ति भएका शासकले बनाएको चाहिँ होइन। आँसु रगत पसिना दिन तयार देशलाई माया गर्ने सुकुम्बासीहरूले बनाएको देश हो, कुनै तिलस्मी ठगहरूले बनाएको होइन। त्यो चेतना तपाईँ जस्ता वर्गीय दृष्टिकोणको पर्दाले आँखा बन्द भएको अँध्यारो रङको शासकलाई हतपत नआउन सक्छ। तर मेरो सुझाव, प्रधानमन्त्रीज्यू घमण्डलाई लगाम दिन बेलैमा सिक्नुस्। भदौ 24मा पुराना दलका घरमा आगो लगाएर जसरी आतंक मचाइयो, त्यो तपाईहरूले आफ्ना लागि पनि खनिराखेको सबैभन्दा ठुलो खाल्डो हो। हेक्का राख्नुहोस्। कसैले हामीलाई हेपेर सोध्छन्, तेरो यो गणतन्त्र कोसँग लडेर आएको हो भनेको त छैन। तर मलाई प्याच्च बेला बेला भन्न मन लाग्छ, तिम्रो बाउसँग लडेर आएको हो संघीय गणतन्त्र भनेर भन्न मन लाग्छ। हो, तिम्रो त्यो बाउसँग लडेर आएको हो जसले धर्मलाई खरानी बनाएर स्वार्थको चन्दन लगायो र जात व्यवस्था बनाएर मानिसलाई पशुवत व्यवहार गर्यो। तिम्रो त्यो बाउसँग लडेर आएको यो गणतन्त्र हो जसले राजा हुनुको अर्थ एउटा नस्ललाई वीरता दिएर जिम्मली र मुखिया प्रथा मार्फत अरू सबैको पसिना लुटेर आफूलाई अभिजात र कथित बुझेको पढेको जानेको भनेर सो घोषणा गर्यो। तिम्रो त्यो बाको विरुद्ध लडेको हो जसले मन्दिरमा बजाउने घण्ट बनायो, मूर्ति बनायो, त्यसलाई अछुत भनेर अन्धविश्वासको पूजा गर्ने अधिकारबाट समेत वञ्चित गर्यो। यस्ता तिम्रा बाहरू यो देशको शत्रु भन्दा कम थिएनन् र बन्दुक पनि उठेको हो, संघर्ष पनि भएको, सबैले संघर्ष गरेका हुन्। मलाई कहिलेकाहीँ आफूसँग पनि प्रश्न आउँछ, आफैसँग मुस्कुराउन आउँछ। मैले चिनेको यो समाज अन्धविश्वास किन्ने ग्राहकहरूको समाज रहेछ। म कम्युनिस्ट बनेर विश्वास बेच्ने बजारमा निस्किएको छु। यो समाजका मानिसहरू आफूलाई आधुनिक वैज्ञानिक युगका मानिसहरू भनेर घमण्ड गर्छन्। तर आज पनि उस्तै ठग्ने जस्तो परे भने, सहकारी ठग्ने ठगको हात पर्यो भने भइराखेको यो लोकको जग्गा घर जग्गा बेचाएर स्वर्गमा घडेरी बेचिदिन सक्छ। हर दिन यहाँ स्वर्गमा इन्द्रको दरबार अगाडि फुलै फुलको बगैँचा बीचमा मरेपछि बस्ने बास बनाउन कुदिरहेका मान्छेहरूको हुल छ। यसर्थ आज यहाँ सत्य मानिसहरू बिग्दैनन्। भर्चुअल दुनियाँको नायक, भर्चुअल गफाडी विचार र गफाडीहरूलाई विचार र प्रतिबद्धता ठानेर कुदिरहेका छन्। यदि समयमा यसको असरलाई कम गरेर शैक्षिक प्रणालीमा
व्यापक फेरबदल गरिएन भने यो देशमा जो कोही पनि आएर शासन गर्न सक्ने, देश नै पतनको दिशामा जान सक्ने खतरा देखिरहेको